त्यहाँ जति आगो ताप्दा पनि अझै जाडो हुन्छ लुगा लगाउँदा पनि जाडो हुन्छ आइडिया कस्तो लाग्यो अब हो त जाडो कति आगो ताप्नु यो आगोले पनि जाडो लाग्यो होला नि दादा आगोले चाहिँ कसरी जाडो लाग्छ लाग्यो होला नि तत दिमाग नभएको यो जाडो महिनामा त्यही आगो ताप्न अर्कै मजा छ हौ अब त म यहीसँग बिहे गर्छु होला गर्लफ्रेन्ड पनि छैन आगोसँग बिहे गर्छु म अब अहिले जाडो महिनाको लागि बिहे गर्नु गर्मी महिनामा डिभोर्स दिने होला नि तपाईँ गर्मी महिनामा फेन्छु त फेनलाई बिहे गरिहाल्छु म टिम लाउँदै गर तेरो पैसा आएको छ न रुख आएर नाच त नौसु नि त अब बिस्तारै पक्नु जा यस्तो जाडो कसरी नहुनु रुख 1 महिना भइसक्यो कि तेरो नयाँ गर्लफ्रेन्ड अनि तेरो एक्सहरूलाई पनि भनिदिन्छु ए नभनिदिनु म नौछु त्यो नभन्नु कसैलाई पनि ल म नआउनु गएको के गरेको तैँले मम्मी छोरा तपाईँको छोराको नेपाली स्टाइल हो नेपाली स्टाइल नुहाउन आउँदैन नेपाली स्टाइल रुख तँलाई हो मेरो नेपाली स्टाइल देखाउँछु तँलाई रुख तँलाई रुख आइज बटरी नेपाली सरी म त भागेको यो भनेको मम्मीको नेपाली स्टाइल हो बुझ्नुभयो हाम्री आमा साह्रै नै बाठी छन् जाडो पनि के छ यत्रो ज्याकेट लगाएको छु ब्ल्याङ्केट ओढेको छु त्यो पनि त्यत्रो जाडो पनि अर्को पनि ओढ्नु पर्यो अम्मा के साह्रो जाडो जति दुईवटा ब्ल्याङ्केट ओढ्दा पनि हुँदैन यो पनि ओढ्नु पर्यो जाडोले पनि सताउँछ यो पनि ओढ्छु चारवटा ब्ल्याङ्केट ओढ्दा पनि जाडै हुन्छ के साह्रो जाडो सिङ्गल हुनु पनि तनाव छ यार यस्तो ब्ल्याङ्केटमा सुत्नु भन्दा राम्रो त गर्लफ्रेन्डसँग सुतेको मजा 1 2 3 4 ब्ल्याङ्केट तपाईँले त गर्लफ्रेन्ड नभएर ब्ल्याङ्केटले गर्लफ्रेन्ड बनाउनु भयो त ब्ल्याङ्केट हटाउँदै गर त जे पाइ त्यही सुतेको के गरेको दादा तपाईँ पनि नाच्नु भएको ए भाइ नुहाउनको लागि त होइन टयलेट जानको लागि त किन अनि चाक धुँदा पानी चिसो हुन्छ नि त तातो पानी धुन्छु नि चिसो लागिरहेछ त्यो पनि कोक लबरलाई केही हुँदैन कोक खानै पर्छ ओइ के कोक खाएको त चिसो महिनामा कोक खान्छ चिसो तल्ले छ चिसो यस्तो जाडोमा त कोक खान्छ भने तल बिरामी लाग्दैन यतिकै बिरामी छ चिसो खाना आउँदैन त्यसको एकछिन पक्नु के गर्छ चिसो पो खाना हुँदैन तताएर तातो त खाना हुन्छ होला नि त ओइ ला तँलाई सर्दी लाग्यो सर्दी लागिरहेछ 7 दिन भइसक्यो सर्दी लाग्यो ल मजाले बस है मजाले निको चाहिँ छिटो है निको हुन्छ आज
त्यो साथी घर जाऊँ कि अनि कोक पनि लगाउँ ल कोक खान्छ त्यसले कोक लगाएर नि त ल ओइ ल ल के भयो यसलाई सर्दी लागेको छ तेरो लागि हामीले कोक ल्याइदिएको थिएँ त्यसो भए खान्न छ होला होइन खाता चिसो खा चिसो पानी खान्छ अलि के खान्छ खाँदैन खाता लु नखाने नखाने ल कोही कोक सर्दी लागेको होइन ए त्यस्तै यति कोको लागि के को सर्दी नि तर्दी ओइ फेरि चिसो खाँदैछ त साथीले खाएको थियो डस्टबिनमा हाल्न आँटेको हौ ए नखाने बेटा कोक छ भन्दा त चिसो नखा चिसो खायो तँलाई हिजो कोक नखा भने किन खाइस् तँले मरिस् नि हिजोको थोरै बाँचेको थियो त यहाँ साथी बनेर त कोको बनेको छ कोक खोइ कोकको लागि त जो पनि उठिहाल्छ नि अनि सुन्नु म मऱ्यो भने होइन जाडोले मर नभन्नु कोक खाएर मर भन्नु बाई बाई तपाईँलाई विन्टर सिजनको भिडियो कस्तो लाग्यो अनि मैले यो भिडियो हाल्नुभन्दा अगाडि चाहिँ होम अलोन भन्ने भिडियो हाल्छु भन्दै थिएँ तर त्यो भिडियो कम्प्लिट भएन यही कम्प्लिट भइसक्यो जाडो त अझै मजाले आएको छैन तर छिटै हालिदिइहालेँ नेक्स्ट भिडियो चाहिँ होम अलोन आउँछ कि त नेपाली ब्रदर्स आउँछ अनि यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला थ्याङ्क यू